नमस्कार। टीवी टुडे ग्राउंड रिपोर्ट में अपने संपूर्ण कोटि के स्वागत करी छी। हम चांदनी अखन हम आंतरिक राजस्व कार्यालय जनकपुर धाम में उपस्थित छी। हम सब विभिन्न ठाम के अखन जे छै से सरकारी कार्यालय सबके अवस्था अखन केहन छै, कतेक ओहिठाम क्षति पुगल छै, उ सब देखाबऽ के प्रयास करै छी। तहिना अखन हम सब आंतरिक राजस्व कार्यालय में उपस्थित भ चुकल छी। जाहि दिन जे जेनजी के आंदोलन रहे ओही दिन जे छै से हरेक सरकारी कार्यालय सब में जे छै से तोड़फोड़ भेल छै आ हरेक ठाम जे छै से आगजनी क देने छै। आगजनी में ओतबे नहीं जे क्वार्टर तक के नहीं छोड़ने छै, हरेक गाड़ी सब में जे छै से आगजनी क ध्वस्त बना देने छै। ओई के बाद कही तो आगि लगैते मात्र ओहिठाम लूटपाट के घटना जे छै सेहो अहाँके देखबे के लिए जे समाज टिकटॉक में देखू, फेसबुक में देखू, यूट्यूब में देखबै जे जतेक सामान जे छै से आगि लगेला के बाद में एहिठाम से ल क जाके प्रयास सेहो करै छै। त एहिठाम कतेक क्षति भेल छै जे एहिठाम हम सब देखऽ के प्रयास करब। एहिठाम लिखल त नहीं छै कोनो बोर्ड में कोन शाखा कोन छै, लेकिन एहिठाम हम सब हुनका सहयोग में बुझऽ के प्रयास करब आ देखबै से अपने सबके। तहिना ही आंतरिक राजस्व जे भीतर में हम सब आबि चुकल छी। एहिठाम के कोन फाट में कतेक क्षति भेल छै ओहि अनुसार कतेक क्षति पुगल छै। हजुरको शुभ नाम के छ? मेरो प्रणेश कुमार शाह, म यस कार्यालयको हल्का सवारी चालक हो। तपाईँ अलिकता कष्ट के गरिदिनु भने यो कुन शाखामा कति चाहिँ क्षति भएको छ भने अलिकता हामीहरूलाई जानकारी गराउँदै गर्नु। यो जसरी कोठा नम्बर 5 सङ्कलन शाखा छैन, यसमा कति चाहिँ क्षति भएको छ? यसमा निकै क्षति भएको छ। यसमा होइन हेर्दाखेरि अब यसमा आगो नै लगाइदिएका छन्। यसमा कम्प्युटर, ल्यापटप, यसका फाइलहरू चाहिँ यसमा केही पनि बाँकी राखेका छैनन् यसमा होइन। अब त्यो हिसाबले चाहिँ हेर्दाखेरि चाहिँ केही पनि बाँकी नै छैन यो शाखामा चाहिँ हेर्दाखेरि चाहिँ पुरै चाहिँ ध्वस्त भइसकेको छ। पुरै ध्वस्त नै बनाइसकेका छन्, त्यस्तो केही बाँकी नै राखेका छन् डकुमेन्टहरू चाहिँ हाम्रो। यता पूर्ण रूप से जे छै से जति कंप्यूटर सब छै, कुर्सी सब छै, जते चीज एहिमे के देखल जाए अगर तो पूर्ण रूप से जे छै से पूरी जला दिल गेल छै। कोनो चीज एहिठाम के बाँचऽ वाला नहीं छै। तहिना हम सब दोसरो शाखा में देख के प्रयास करब। ई कोठा नंबर 3 छै जेमे फाइल शाखा छै। एहिमे शायद एंट्री हुई छै फाइल सबके, एहिमे शायद आगि नहीं लागल गेल छै, ई बचि चुकल छै। तहिना और शाखा सब जे छै जेना फाइल भंडार छै, ओकर अवस्था देखऽ के प्रयास हम सब करब जे एकर अवस्था केहन छै। चाहबै जे अपने सबके सहयोगी के देखाबऽ के पर्छ। योमा के बचाओ केही छैन यसमा बचेको? यसमा बच्न चाहिँ यसमा पनि क्षति पुर्याएको छ होइन। यसको पनि अब यहाँ ल्यापटप कम्प्युटरहरू थियो यसको होइन, त्यो छैन यहाँनिर है। अनि त्यसपछि आधी भाग जति यसमा पनि आगो चाहिँ यसमा पनि लाग्यो, सल्किएको छ। फाइलहरू लथालिङ्ग भएको छ यसमा चाहिँ। अनि बाहिर रूपमा चाहिँ अब झ्याल स्याल सबै फुटाएर यसमा चाहिँ यसलाई पनि क्षतिग्रस्त नै गरेका छन्। काम केही लाग्ने अवस्थामा छैन त्यस्तो? यहाँ पनि काम लाग्ने अवस्था चाहिँ केही पनि छैन यसमा पनि। केही लुटेर पनि लिएर जानु भएको छ कि के छ? हजुर त्यो हेर्दाखेरि चाहिँ अब म आउँदाखेरिसम्म चाहिँ के थियो भने यहाँ चाहिँ अब कसैले कुर्सी बोक्ने, कसैले ल्यापटप बोक्ने, कसैले चाहिँ अब सामानहरू बोकेर हिँड्ने त्यस्ताहरू यहाँ चाहिँ प्रक्रिया चाहिँ धेरै भएको थियो। यहाँ चाहिँ त्यस्तो हेर्नुभयो, हामीले लिएर गइरहेको थिएँ। ए तैना यी कोठा नंबर 4 छै जे सेवा शाखा छै जे एकै रूम के अवस्था में पूरे जे छै से जड़ चुकल छै सामान सब। एहिठाम के जे छै से घर हो, हम देखाबऽ के प्रयास करब अपने सबके जे एहिठाम के पूरे घरे छै से बर्बाद भ चुकल छै। प्लस्तर सब झड़ के जे छै से नीचा में खसि चुकल छै। ई दराज सब छै, कुर्सी सब छै, टेबल सब छै, कंप्यूटर टोटल चीज कही तो यथावत रूप में पूरे जैरे गेल छै। घर में नहीं खिड़की सलक देवाल तक ले अगर कही भौतिक संरचना ते के बात अगर करी तो संरचना भी तक जे छै से नीचा में झड़ के खसि चुकल छै। घर सेहो एकदम कमजोर भ चुकल छै। कखनो ई घर जे छै से खसि सकैया तेहन अवस्था छै। अहिना हम सब और शाखा के जे छै अवस्था देखाबऽ के प्रयास करब। यो कोठामा जसरी सेवा शाखा लेखाएको छ योमा के काम भइरहेको थियो? यसमा यस आन्तरिक राजस्व कार्यालयका मेन भूमिका भनेकै यो कोठाबाट चाहिँ सेवा शाखाबाट हुने काम हो। जति पनि हामी सेवाग्राहीलाई चाहिँ जति पनि काम निर्वाह हामी काम गर्छौँ नि सबै यो शाखाबाट गर्ने काम हो। र इम्पोर्टेन्ट काम भनेको सबै सेवा सम्पूर्ण काम भनेको यो शाखाबाट हुने हो।
यसलाई चाहिँ यसमा चाहिँ केही पनि बाँकी रहेन होइन। यसमा चाहिँ मेन इम्पोर्टेन्ट फाइल सेवाग्राहीदेखि लिएर एउटा प्यान नम्बरदेखि लिएर कर चुक्तासम्मको लास्ट एन्डिङ काम भनेको यहीँबाट हुने कामहरू हो। तपाईँहरूले केही आभास अगाडिदेखि थिएन कि यस्तो पनि हुनसक्छ सरकारी कार्यालयमा? त्यस्तो हामीले चाहिँ लागेकै थिएन हामी अहिलेसम्म कि हामीले अब त्यस्तो क्षतिग्रस्तै गर्छ भनेको त्यतिसम्म चाहिँ हामी नेपाली जनताले चाहिँ त्यतिसम्म सोचेकै थिएनौँ कि हामीले त्यतिसम्म क्षतिग्रस्त गर्छ भन्ने कुरो चाहिँ। कस्ता हेर्दाखेरि कस्ता समूहहरू आउनु भएको वास्तवमा जेन्जी समूह तपाईँले लाग्यो कि उहाँहरू आउन सकिन्छ? होइन, जेन्जी समूह नै हुने भए चाहिँ उहाँहरूले त्यसम्म क्षति गर्नु हुँदैन थियो होला पक्कै पनि होइन। किनभने उहाँहरू त एउटा शिक्षित हुनुहुन्छ नि उहाँहरू त, उहाँहरूले एउटा गर्ने एउटा प्रमुख काम मात्रै गर्ने हो। तर पछि जुन आए उहाँहरूले चाहिँ त्यस्तो अब ढुङ्गामुढा गर्ने आगो लाउने काम चाहिँ त्यस्तो उहाँहरूले गर्नुभएको हो पछाडिबाट चाहिँ। विशेष कऽ हम सब एहि दुआरे बुझके प्रयास करै छी जे सम्पूर्ण जरला के कारण से कुन शाखा की छै से नै बुझमे आबि रहलै। ओहि दुआरे यो कुन शाखा हो? यो हाम्रो जिन्सी शाखा हो चाहिँ। यो जिन्सी शाखामा चाहिँ हाम्रो यसमा कम्प्युटर, ल्यापटप, दराज होइन, यसमा सोफाहरू सबै यसमा हाम्रो स्टक थियो। यसमा सामान चाहिँ यसमा चाहिँ बाँकी केही पनि रहेन। हजुरले हेर्दा पनि हुन्छ यहाँ केही बाँकी छैन। र यहाँ हाम्रो प्रशासन शाखाको हाम्रो चाहिँ यहाँ डकुमेन्ट फाइलहरू मेन फाइलहरू चाहिँ हामीले यहीँ राख्ने गरेका थियौँ। त्यो केही पनि बाँकी रहेन यहाँनिर। मेन चाहिँ हाम्रो सबै सामान धेरै थियो यसमा। यो स्टोर रुम जस्तो थियो होइन? स्टोर रुम थियो हजुर। कति लगभग कति चाहिँ योमा सामान कतिको चाहिँ आकलन गर्दाखेरि यदि भन्दाखेरि कति करोड भनौँ लाख भनौँ कतिको सामान थियो? अब यसलाई त अब हामीले यसलाई भन्दाखेरि अब करोडौँमा क्षति होला जस्तो लाग्छ मलाई यो यसमा यो शाखाबाट चाहिँ। यो एजेन्सी शाखामा यो तीनवटै चाहिँ एजेन्सी शाखा थियो? हजुर हजुर। सबैमा चाहिँ स्टोर गरेर राख चाहिँ गार्ड रुम हो उतापट्टि होइन। यो दुईवटा रुम चाहिँ हाम्रो जिन्सी शाखामा हामीले सामान राखेको थियौँ। के सामानहरू योबाट पनि लुटेर लिएका छ कि? यसमा चाहिँ लुटी भन्दा पनि यसमा चाहिँ ध्वस्तै आगो लागेर ध्वस्त भएको। आगो लागेर ध्वस्त भएको हजुर। केही योबाट चाहिँ लिन सकेनन्? सकिएन, केही लिन सकिएन त्यो त। पुरै यो सब दराजहरू खोल्दाखेरि यो सबैबाट चाहिँ जलेको छ? सबै केही छैन बाँकी। यसमा ल्यापटप यसमा त अब धेरै कुरो एजेन्सी शाखा हो, यसमा धेरै कुरो थिए, केही पनि बाँकी छैन। सबै जलेर नष्टविध भइसकेका छन्। यो के थियो योमा बस्ने? यो चाहिँ हाम्रो चौतारा हो। यो सेवाग्राहीहरूलाई चाहिँ हामीले एउटा बस्ने चौतारा बनाएको थियौँ, त्यो पनि ध्वस्त भएर सकिएको छ। यहाँ बस्ने एउटा ठाउँ पनि छोड्दैनन्। यहाँ त्यस्तो अवस्था छैन हाम्रो कार्यालयको चाहिँ। बस्ने ठाउँ पनि छैन? बस्ने पनि ठाउँ छैन हजुर। हामी त्यति अवस्थामा छौँ अहिले। आजदेखि तपाईँहरू आउनुभयो यता? होइन, हामी चाहिँ अब हिजोदेखि नै हामी यहाँ छौँ। अलिकति अब लगभग जलेदेखि नै अब हामी अब आइरहेछौँ। अब आफ्नो अफिसको कार्यालय हो होइन, माया लाग्छ। अब छोडेर जाने कुरो पनि भएन। त्यही भएर हामी चाहिँ अब आउने जाने गरि नै रहेछौँ अफिसमा। यो कसको रुम? यो हाम्रो कर अधिकृत, हाम्रो लेखा अधिकृत अजय यादवको रुम हो। तपाईँ जति बेला आगो लाग्यो यसमा कहाँ हुनुहुन्थ्यो तपाईँ? त्यति बेला म त यही बाहिर रोडबाट देखिरहेको थिएँ। कसरी आगो लगाइदियो योमा? यसमा तपाईँको बाहिर तपाईँको त्यो ड्राममा 200 लिटर डिजल थियो। 200 लिटर डिजल हुँदाखेरि त्यो डिजलको ड्रामै पल्टाएपछि तल पुरै तेल भयो। तेल भएपछि त्यो तेलहरूलाई यस्तो कपडा हुन्छ नि कुनै कपडामा यसरी लगाएर यसरी आगो लगाएर फाल्थ्यो कि यसरी सलाइले बालेर लाइटरले झालमा। यो कोठामा खास गरी झालबाटै आगो लागेको हो। को थियो त्यति बेला यो रुममा? यो रुममा बस्ने त हाम्रो एकाउन्ट सर भयो एकजना, उहाँको म्याडम, उहाँको साली पनि पाउन आउनु भएको थियो, उहाँको पनि कपडाहरू थियो त्यसको। अनि एउटा छोरा अनि एउटा छोरी। बच्चाहरू त्यति बेला घरमै थियो? होइन थिएन, उहाँहरू केही काम बस बाहिर जानुभएको थियो। उहाँहरूले पुरै आगो लगाइदियो, यो बस्ने कोठामा पनि आगो लगाइदियो? हो, यो चाहिँ नगर्नुपर्ने काम हो होइन। तर उहाँहरूले जुन तोडफोड गर्यो ल हामी पनि बाहिर कर्मचारी हो होइन। हामी पनि बाहिरबाट आएर यहाँ 2 रुपियाँको लागि आफ्नो पेट पालनको लागि मात्रै यहाँ बसिरहेको छौँ क्वार्टरमा। र त्यो भएको हुनाले मलाई यति लाग्छ कि त्यतिखेर मेरो शरीर नि थाम्न सकिरहेको थियो कि त्यो देखेर। त्यो आगो, त्यो ढाक ढाक ढुम ढुम त्यो ग्यास पड्केको होइन, यस्तो महसुस भएको मेरो शरीर एकदम थरथर काटिरहेको थियो कि। सबै चाहिँ सामान बर्बाद भइसक्यो, ध्वस्त भइसक्यो? हो, यो कोठाको र प्लसमा यही छेउमै त्यो मेरो कोठा हो। यो छेउमै त्यो मेरो कोठा हो। यस कोठामा आगो लाग्ने बित्तिकै सुरुमा मैले नै देखा हो। यो भिडियो पनि मैले खिचाएको छु यसको होइन, भिडियो छ मसँग। त्यो गाडीको पनि झालमा आगो लागेपछि त्यो झालबाट चाहिँ यहाँ पुरै कोठामा लाग्यो कि। अनि लिएर पनि सामानहरू जानुभएको छ यताबाट? अहिले चाहिँ हामी हिजो आएर कति सामान अलिक राम्रो छ भने त्यो सामानहरू निकालेका छन्। बाँकी बात सबै
जलेर नष्ट अनि लुटेर लगेका छन्। के लुटेर लग्यो? लुटेर उहाँको अनुसारले होइन, म्याडमको अनुसारले यहाँ तपाईँको यो दराजमा होइन पल्टाएर देखाइदिउँ के कस्तो यो दराजमा तपाईँको म्याडमले लाउने गहनाहरू होइन नगद क्यासहरू थियो ऊ लगेर गएछन्। अनि प्लसमा तपाईँको साडीहरू जुन छ साडीहरू लुगा लगाउने बच्चाको धरीको एउटा बच्चा धरीको माया लाग्छ नि, बच्चा धरीको लुगा पनि राखेनन्, सबै एकदम पुरै त्यो लिएर गयो कि गएन होइन, तर कपडा त सकभर लाँदैन होइन, सकभर चाहिँ नगदहरू त्यो यो फोडेर लगेका छन् कि फुटायो। हो आगो लाग्यो उता लगाउने बेला आगो लगाइदियो अनि यताबाट छिरेर भित्रबाट होइन लुटपाट गरिरहेको थियन्। धन्यवाद। एहिठाम हम सब जे लात रखै छी अखनो तो बहुत ज़्यादा शीशा छै जे गड़ै छै जे ई दराज के फोड़ के एहिमे से कैश आ सोन चांदी सब जे छै से आगि लगेला के बाद में लऽ कऽ गेल छै। एहिठाम के हम सब अपने सबके अवस्था देखाब जे पूर्ण रूप से जे घर के अवस्था छै जे देख सकै छी कुछ जे छै से काज लागे वाला नहीं छै, जेना कि ई साड़ी सब सील छै, कहियो शायद लगायलो नहीं छै, ई साड़ी सब कहियो नहीं पहिरने छै, ओहिना जे छै सील पैके साड़ी सब छै। बच्चा सबके कपड़ा जे छै पूर्ण रूप से जे छै से जरि गेल छै, सब चीज कही तऽ ओना एहिमे किछु काम लागे वाला नहीं छै। पूर्ण रूप से जे छै से ई घर के सामान सब पूरे जे एहिमे जरि गेल छै। एहिठाम किछु कपड़ा सब निकालने छै जे कपड़ा सब शायद कहियो नहीं लगेने छै। एहिठाम बच्चा सबके कपड़ा राखल छै, जेना ई साड़ी सब छै जे ओहिना छै, सील मारने छै, सीले छै, ई साड़ी सब कहियो नहीं लगेने छै, सम्पूर्ण चीज जे छै से जरि गेल छै। तैना एहिठाम जे ई दूटा गाड़ी छै चारि चक्का, जे चारि चक्कामे जे छै से आगि लगा देल गेल छै, आ 7टा होइन 7टा मोटरसाइकिल हजुर 5वटा मोटरसाइकल अनि एउटा स्कुटी, 5वटा मोटरसाइकिल एउटा स्कुटी बचाउन केही सक्नु भएन, केही बचाउन सकेन। त्यति मान्छेको भिडमा कहाँ बचाउनु, आफ्नो ज्यान बचाउन गाह्रो भइरहेको थियो। सरकारले त छोडिदियो, पुलिस यहाँ हाम्रो सिडो कार्यालयमा 30 जना बसिरहेको थियो, उनीहरू यहाँ आएर केही सहयोग गर्न सकेन, त हामी कसरी यहाँ बस्छौँ भन्नु न। त्यस्तो थियो हजुर। तो पूर्ण रूप से जे छै से ई सब जरि गेल छै। जखन क्वार्टर तक के जे छै से टारगेट क क निशाना क क जखन सामान सब जरा देलकै तऽ आउट चीज के की अपेक्षा क सकै छी। अखन ई आंतरिक राजस्व कार्यालय में पूर्ण रूप से किछु एहन चीज नहीं छै जे बचाव क सकलकै, आत्मा ओ सब कोनो चीज एहन नहीं छै कि छोड़े के प्रयास केलकै। सबसे विशेष कागज महत्व होइ छै, हरेक चीज तऽ आदमी बना लै छै, हरेक चीज भऽ जाइ छै, लेकिन एकटा कागज के लेल से दिन अहाँ दौड़ी छै अपन खास, लेकिन वो महत्व कागज सब जे छै से एकदम जरि कऽ खाक भऽ चुकल छै पूर्ण रूप से। सामान सबके तऽ बाते नहीं करू, पूरे चीज जे छै से एहिठाम से लुटि कऽ सेहो लऽ गेलै। तऽ हमसब अखन प्रयास करैत रहै छी कि हरेक ठाम की कते क्षति भेल छै तऽ ओ देखाबऽ के प्रयास करै छी। अखन के लेल जे छै से टीवी टुडे विशेष रिपोर्ट से विदा लेब, तब तक अपने सब टीवी टुडे देखैत रही। नमस्कार।